कार्यकाल हाम्रो अत्यन्तै रमाइलो थियो होइन, अत्यन्तै तपाईँको चाहिँ महत्त्वपूर्ण थियो, अत्यन्तै बिजी पनि थियौँ हामी र हामीले चाहिँ अब अलिक कडा खालकै क्या जस्तो लाग्छ, सबैले त्यसै भन्छन् त्यस्तै होला नि। त्यसले गर्दाखेरि अब कामको सिलसिलामा है होइन, कर्मचारी साथीहरूलाई पनि अब व्यक्तिगत हाम्रो लिन दिन छैन, तर कामको सिलसिलामा र जनताले एउटा म्यान्डेट दिएर पठाएर जिम्मेवारीमा राखेको कारणले गर्दाखेरि अब कहिलेकाहीँ होइन मेरो तर्फबाट अब तपाईँलाई चित्त नबुझ्ने खालको बोलीहरू मैले गरेको छु भने त्यो पनि तपाईँले बिर्सिदिनुपर्छ है। ल, मैले त्यति भन्न चाहेँ। धरानको सुशासनका लागि जनताको सेवा सुविधा चुस्त दुरुस्त छिटो छरिदो होस् भन्न खातिरै मैले चाहिँ नि अब त्यो पदीय जिम्मेवारी निभाएको मात्रै थिएँ भनेर पनि बुझिदिनु होला, मनमा चाहिँ लिनु हुँदैन है कसैले पनि होइन। त्यो एउटा चाहिँ पर्सनल थिएन, हाम्रो एउटा के अरे पार्ट अफ आवर वर्क ड्युटीको काम थियो र मैले त्यो भन्न चाहेँ। र पत्रकार साथीहरूले पनि थुप्रै सहयोग गर्नु भएको छ। हाम्रो कहिले भाँड भन्नु भएको जस्तो पनि देखिन्थ्यो होइन, तर भ्युजहरू चाहिँ निकै नै आउँथ्यो। त्यसले गर्दै होला मलाई पार्टी खोल्नु पनि सजिलो भयो, त्यो चर्चित हुँदै गएर होला क्या। त्यसले गर्दाखेरि अब त्यो पत्रकार साथीहरू पनि ठुलो योगदान छ र सबैजना नगर प्रहरी प्रहरी हाम्रो मेघराज सर लगायत सबैजनाले साथ सहयोग गर्नुभएको छ र शाखा महाशाखा सबैजना कर्मचारीहरूले साथ सहयोग गरेर राम्रो चलेको छ र चाहिँ मलाई विश्वास छ हाम्रो उमेरज्यूले होइन यो चाहिँ स्पिडलाई रफ्तार अझै बढाएर लानुहुन्छ भन्ने शुभकामना पनि छ होइन। जुन किसिमको चाहिँ विकास गरेका छौँ यसलाई चाहिँ अझै राम्रो होस् र सम्पूर्ण नगरवासीहरूलाई मैले मिडिया मार्फत भन्नुपर्छ अब त्यस्तै हुन्छ, सोचे जस्तो नहुँदो रहेछ। 84मा हो होइन, सबै फुल काम गरेर म चाहिँ निस्किनु पर्यो भन्ने सोचिरहेको थियो मेरो, तर 82मै आन्दोलन भइदियो। आन्दोलनको कारणले गर्दाखेरि अब यो अनावश्यक तपाईँको चाहिँ अप्रत्याशित, अनावश्यक भन्दा अप्रत्याशित जुन परिवर्तन भयो त्यसको कारणले गर्दाखेरि चुनाव भयो। त्यस्तो चुनावमा चाहिँ भाग लिनुको लागि अब यहाँ दुईटै साइकल एकैचोटि दुईवटा साइकल चलाउन सकिँदैन भने जस्तो दुईवटा पदमा एकचोटि बस्न नमिल्ने भएको कारणले गर्दाखेरि त्यो बाध्यात्मक परिस्थिति पनि भनौँ र कथाले मागेको समयले मागेको भएको कारणले गर्दा पनि मैले चाहिँ अब पूर्णकालीन सेवा गर्न सकिनँ। तथापि धरानको विकासका लागि भनेर म जहाँ जान चाहँदैछु त्यहाँ पनि म जाने हो। मैले